पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। सबैलाई जिसु बराई। आज म तपाईहरु समक्ष एफिसीहरूलाई सन्त पौलले लेखेको धर्मपत्रबाट लेखेको छु। अध्याय 6 अनि वचन 16। अनि वचन 16ले यस्तो भन्दछ, अनि विश्वासको ढाल सदा बोकिराख, यसैद्वारा दुष्टको बल्दो अग्निबाण भस्म गर्न सक्नेछौ। अनि विश्वासको ढाल सदा बोकिराख, यसैद्वारा दुष्टको बल्दो अग्निबाण भस्म गर्न सक्नेछौ। यो हो प्रभुको वचन। आउनुहोस् मेरा प्यारा साथीहरू, आज यी वचनहरू मनमा लिएर अगाडि बढौँ, आफ्नो कार्यहरू गर्न सकौँ। आमेन। पिता अनि पुत्र